भाँडामा कति धेरै दुध रहेको रहेछ। बाबुहरूले नि खिर खानी भनेछन्। आज खिर बनाऊँ आमा? पर्दैन 2-3 दिनपछि मेरो छोरी आउँदैछ, ऊ आएपछि खानी बल्ल खिर जे खाए पनि। आमा, बाबुहरूले मासु खानी भनेछन्। त्यहाँ तल मासु काटेर रहेछ खसीको, 1 किलो लिएर आमा। मासु खाने रे? पर्दैन, मेरो छोरी आउँछ, छोरी नातिना आउँछन्, अनि बल्ल खाने जे खाए पनि होइन। कहिले खिर कहिले मासु। कति तेरो छोराछोरीलाई के खान मन लाग्दो रहेछ जहिले पनि। मेरो छोरी आउँदैछ भन्ने थाहा छैन तँलाई? कहाँ जान लाग्यो बुहारी? हजुर, म तल बजार जान लाग्यो आमा। बजारबाट आउँदा मलाई यो औषधि सकिएछ, मेरो औषधि ल्याइदिए त लाला, छुटाउनै हुँदैन औषधि। अनि 2-3 दिनपछि हजुरको छोरी आउँदै हुनुहुन्छ होइन आमा? छोरी आएपछि छोरीलाई नि भन्नु न औषधि ल्याइदिन, उहाँले ल्याइदिइहाल्नुहुन्छ नि। ए, अब यो औषधि ल्याउनलाई मेरो छोरी आउनु पर्यो? मेरो स्याहार गर्ने कसले हो? छोरा बुहारीले हो कि छोरीले हो? अब औषधि सक्यो भनेर मैले छोरीलाई भन्ने, ज्वाइँले सुन्नुभयो भने के भन्नुहुन्छ? मेरो छोरी यहाँ आएको तँलाई रिस उठेको हो? छोरी आउन लागा भनेर रिस उठेको हो? हेरिरहेको छु 2-3 दिनदेखि तेरो व्यवहार मैले। हजुर, के भन्नुभयो आमा? अनि सुन्नुहोस् आमा, हजुर बिरामी हुँदा हजुरलाई यहाँ गाह्रो पर्दाखेरि, गाह्रो साह्रो पर्दा हजुरको स्याहार गर्ने कसले भन्नु त? मैले नगरेर कि दिदी आउनुहुन्छ गर्नलाई? अनि दिदी आउँदाखेरि हामीले हाम्रो शक्तिले भ्याएसम्म मिठो मसिनो जे छ त्यही खुवाएर पठाएको छैनौँ र? मेरो बाबुले हिजो खिर खान मन लाग्छ मम्मी भन्यो, खिर पकाउँछु नि भन्दा हजुरले पर्दैन, छोरी आइसी भन्नुभयो। मासु खान्छु नि भन्यो, म मासु ल्याउँछु नि आमा भन्दा हजुरले पर्दैन भन्नुभयो। हजुरको के, हजुरको स्याहार नगर्ने होइन नि आमा, हजुरको ख्याल नगर्ने होइन नि। मलाई पनि थाहा छ यो हजुरको औषधि सकेको छ, यही लिन जान लागेको हो म खास त। हजुरले बुझ्नु नै हुन्न, हामीले माया गरेको हजुरले देख्नु नै हुन्न, खालि छोरी भन्नुहुन्छ। कुरा त मैले पो नबुझेको रहेछु। भोलि मलाई यहाँ गाह्रो साह्रो पर्दा मलाई स्याहार्ने यही छोरा बुहारीले त हो। यही बुहारीको पनि मन बिजाए भने भोलि मलाई कसले स्याहार्छ? आज कस्तो दाँतमा ढुङ्गा लाएको चाहिँ भयो मैले आफ्नै बुद्धिले गर्दाखेरि।